यदि मेरो छोरा दोषी करार र दोषी ठहर्छ भने, हत्या र बलात्कारको दुईटै केसमा ठहर्छ भने नेपाल सरकारको अनुसन्धान, नेपाल प्रहरीले अनुसन्धानले, नेपालको सिआइबी ब्युरोले, कुनै पनि संस्थाले चाहिँ एउटा ठहर्छ भने मेरो छोरालाई मैले आगामी बन्ने नयाँ सरकारको, बालन सरकारको जुन नयाँ सरकार बन्दैछ त्यो सरकारलाई अनुरोध गर्दछु कि मेरो छोराबाट फाँसीको स्टार्ट गरियोस्। म मेरो छोरालाई सर्वप्रथम एउटा बुवाले चाहिँ आफ्नो छोराको बारेमा यतिसम्म भन्नु, केटी पक्षको न्यायको लागि आउँदै गरेको बालन सरकारले यदि मेरो छोरा दोषी पहर हुन्छ भने उसलाई फाँसी नै लगाओस् र सबभन्दा पहिला फाँसी मेरो छोराले लगाओस् भन्नु चाहिँ धेरै ठुलो कुरा हो कि। धेरै नै हिम्मत चाहिन्छ यतिको भन्न। र केटी पक्षले चाहिँ न्याय पाउनुपर्छ के। र आगामी दिनहरूमा पनि यस्तो घटनाहरू नघटोस् भनेर भए पनि आउँदै गरेको बालन सरकारले यसमा कडामा कडा कानुन ल्याउनुपर्छ र यसमा बढी नै ध्यान दिएर बलात्कार हुने, यो हत्या हुने चिजहरूलाई धेरै रोक्नुपर्छ के। सिधै फाँसीको सजाय ल्याउनुपर्छ। मान्छेले आफै मन मर्जी बस्छ भने, जसले जहाँ मर्जी जसलाई भेटेछ बलात्कार गरेछ, मान्छेहरू चाहे आफ्नो छोरा जस्तो सुकै हत्यारा होस्, बलात्कारी होस्, त्यसको सबुतहरू लुगाउन खोजेर लाखौं करोडौं पैसा लगाएर, पावर लगाएर उसलाई बचाउन प्रयास गर्छन्, ताकि भोलिको दिन फेरि पनि त्यस्तै घटनाहरू घटिरहेको छ क्या। आज नभए भोलि मान्छेहरूलाई थाहा छ नि त, नेपालमा के यस्तो कानुनै छैन। जसले जहाँ मर्जी जसलाई मर्जी रेप गरेछ, हत्या गरेछ, जङ्गलमा, पुलमा, जहाँसुकै लासहरू भेटिरहेछ। यसको बारेमा आउँदै गरेको बालन सरकारले कडाभन्दा कडा नियम ल्याउनुपर्छ र हत्यारालाई र बलात्कारीहरूको लागि एकदम फाँसीकै सजाय ल्याउनुपर्छ के। धेरैमा धेरै ध्यान दिएर यो विषयमा चाहिँ एकदम गम्भीरताले ध्यान दिएर यो विषयलाई चाहिँ सकाउन पर्छ। कतिपय नानीहरूको त्यत्तिकै बलात्कार भएछ, हत्या भएछ। यो सबै कुराहरूलाई ध्यान राखेर जसरी भए पनि यो सब आउँदै गरेको बालन सरकारले कडामा कडा नियम लिएर यो सबै रोक्नुपर्छ।